अहिले त बाख्रामा माटो बोलिया छ, गाईमा माटो बोल्ने मात्रै हो नि त। दिँदैन एक हाते हो पुद्दा हाते भोट तानेर जितिया त हैन। अब ती एमाले कांग्रेस बारी बारीमा बाटो पिचबाट लगिएको छ। अर्जुनको घरतिर त पुरै जन्मिँदै एमाले हो कि त्यस्तो फेरि कांग्रेसको त्यस्तै हो नेपालीलाई एमाले बनाउन सकिन्छ, एमाले भोट हानेको पुद्दा हाते भोट केमा भन्ने भैँसीले नि सूर्यमा भन्छ कि त्यता कांग्रेसको त्यस्तै अरू कुरा छोड्दियो भने अर्जुनतिरको भैँसी घरतिरबाट भैँसी किन्ने हो नि साला कांग्रेसलाई दुध माटो हाल्दै हुन्छ। उसले जात हेरिसकेको छ, खालि त्यही जातीय मात्रै छ क्या। जातीय त उसलाई भन्दा पनि त्यो बाहिरको मान्छेले चाहिँ उसलाई पहिला घाँसले हुन्न, यहाँ पनि साथीहरू हुनुहुन्छ होला, त्यस प्रायः सपोर्ट गर्ने उसकै त्यो जात मात्रै छ क्या। एउटा कुरा अर्केको चाहिँ त्यसको सल्लाहकार चाहिँ राम्रो भयो क्या। सल्लाहकार धेरै नम्बर राम्रो काम गरिरहेको उसले जित्यो क्या। अनि त्यस्तो व्यक्ति जस्तो व्यक्ति कोरो काट्ने धाइरो नि अनि फोन हानेर मेरो थिएन भने कस्तो लज्जा हेरौँ लेखाइ बोलेको नयाँ सला मुला के बोलेको थियो यार, के बोलेको थियो बोली पनि होइन नि त यार। अनि काम त गर्छ, काम के भन्ने एमालेको सपोर्टर त रहेछन् अब यहाँ के भन्नु एमालेको त यहाँ दुईटाले सपोर्ट गर्यो उसमै दिएर त केही भएन। कसले के गर्यो भन्दा पनि यस्तो पनि नराम्रो हो, नराम्रो भन्ने हो। म त राम्रो जितेछ त्यसमा दक्षिणबाट नेतृत्व गरेर एउटा पार्टीलाई सम्हालेर जाने व्यक्ति हो नि त। ड्राइभरै गतिलो छैन होइन। सुरुमा त पालेले जुन काम गरेको थियो त रवि पछि नि भन्दा नि पाले नै हो भन्ने भयो के अरे अर्कै भइरहेको थियो। 24 घण्टामा 161 स्टार्ट दिन्छ, त्यो पनि के लेखेको लेखाइहरूले चाहिँ उयो गर्यो, काम गर्ने उसको एउटा लेखाएर मै मात्रै ठुलो भन्ने एउटा पुस्तक भइसकेपछि लोकाइ धेरै घमण्डी भयो। फरक पर्छ क्या। धेरै राम्रो नयाँ भन्दैमा अर्के हो अर्के हल्दार लाइभ गर न लाइभ हो लाइभ होइन तर जान्छ भने के गाली खाएर कोसँग के डराउने हो र अब पनि म त घन्टी हो सबैतिर भोटाले जित्ने बेला होइन। म त नडराइकन घन्टी हो क्या हामी त टाइम पास गर्ने एकछिनमा नि रमाइलो भयो। एउटा उदाहरण चाहिँ के म त यसपालि चाहिँ घन्टी हो नडराइकन त्यही त अर्को के भयो भने हाम्रो मिडियाले जे त्यही मात्र बुझ्ने त हो नि अन्त त्यो भयो क्या। मात्रै हो क्या नेपालमा गयो भने अब डाइरेक्ट उनीहरूले भनेको कुरा त हामीलाई लगभग थाहै नेपालमा पत्रकार पनि पार्टी पत्रकार हुँदाले तर यस्तो कि यदि एमाले र कांग्रेसले नि बहुमत ल्यायो भने राष्ट्रपाललाई धक्का लाग्छ नि। बहुमत आउँदै आउँदैन मतलब अब जस्तो बहुमत यही त समस्या हो क्या नेपालमा। कांग्रेस एमालेको पनि नआउँला। गुन्डीको जेलमा भनिसक्यो सिधै हो नि महेश बस्नेले त अनि त्यसलाई काट्दै हुन्छ क्या त्यसलाई चाहिँ जे पाए बोल्ने पाइन्छ नि। हिजो अस्ति के बोलेको थियो होइन मैले पाए काटिदिन्छु तपाईँले हाल्नु मैले हाल्छु भाइहरूले मन्त्रीले सुन्नु सक्दैन के गर्ने होइन बोल्नु पनि यार एउटा हद हुन्छ नि यार लागिरहेको छ तपाईँ कानुनै छैन चाहिँ गर्छ नेपालमा। त्यही त नि अब तपाईँको विदेशमा छु विदेशमा हुनेलाई रिस उठ्छ होइन रिस त नेपालले उठायो भने अस्ति 12 मा अब एमाले 3 महिना 4 महिना बस्नु भने त के सङ्गठन चाहिन्छ सधैँ बस्ने होइन नि त भोलि त बस्छ नि बाबु र कस्तो छ भन्दा केही न केही कुरामा नमुसी
नसिकिन उनी खोलेकै छैन उसले आफूलाई पनि डर छ कि आफ्नो पनि पोल खोलिन्छ कोही छैन कि कोही छैन सबको आफूमा पोल खोलिन्छ अहिलेका पनि चोखा त्यो किन हर्के त्यसरी किन बोल्यो भन्नुहुन्छ नि हर्के भनेको मेन उसलाई समात्ने ठाउँ कसैको छैन समात्ने ठाउँ भोलिको दिन एमाले काङ्ग्रेस पनि माथि पुग्यो भने हर्केलाई चलाउनु सक्दैन बालिन भयो कुलमान भयो रवि भयो तपाईँ होइन एमाले र काङ्ग्रेसको माथि काङ्ग्रेसले बहुमत ल्यायो बच्छ एमाले ल्यायो भने रवि उयो कुलमान अनि बालिन सब जागिन्छ कि त्यो चाहिँ ढुक्क हुने त्यति चाहिँ ढुक्क बहुमत चाहिँ आउँदैन बहुमत आउँदैन मतलब अब जस्तो आयो भने सपोज हेर्नु काङ्ग्रेस र उसले त जसरी पनि ल्याउँछ हेर्नु यिनीहरू मिलिहाल्छ होइन यस्तो हो अहिले त बाख्रामा माटो बोलिया छ गाईमा माटो बोल्ने मात्रै हो नि त आउने त होइन नि त हर्के पनि बोल्छ नि बोल्नु बडीमा ल्यायो भने 2-3 सिट ल्याउने हो बोल्ने भएर भएन नि त होइन प्रत्यक्ष एउटा समानुपातिका लड्या भने त फेरि आउँछ नि त समानुपातिबाट आउँदा प्रत्यक्षमा खासै आउँदैन त्यसै 2-4 सिट ल्याएपछि मिल्नै पर्यो कि नमिलेर बाहिर बस्नु पर्यो अब राप्रपाले यसरी बस्नु पर्यो के नमिलेपछि त यसरी राप्रपाले 2-4 सिट ल्याउँला अनि अब रासपाले अलिअलि ल्याउँला अब ल्याउने भनेको एमाले र काङ्ग्रेसले हो कि जतिसुकै गरे पनि अब हामी यहाँबाट जति गरायो भोट दियो भने त यस्तो हुन्छ कि गठबन्धन गरेको हुन्छ न त खासै त्यति साह्रो हुन्न गठबन्धन गरेको नि फेरि पार अझै पनि अझै 2-3 पुस्ता नमासिन्जेलसम्म हुँदैन कि हो के फेरि तलका पनि त्यस्तै छन् के तलको पनि अब बुझ्दै हुने होला यस्तो यो के भाइ हे यो र खै यसो छेकियो कि हे यो र भुटान हामी नजाम त म पुरै अहिले सपोर्ट भनेको हाम्रो त एमालेलाई होइन के घन्टीलाई हो तिम्रो एउटा घन्टी काङ्ग्रेसले अहिले बाजी ठोकिन्छ अहिले अब ढुक्क जित्दैन भाइ यहाँ